विश्लेषण दिनुपर्दा यस मारुनी नृत्यमा छोरा मान्छेलाई नै छोरी मान्छे बनाई नाच्ने गर्दछन्। मारुनी नेपालको मगर समुदायको सबैभन्दा पुरानो र लोकप्रिय नृत्यहरूमध्ये एक हो, जुन जीवन्त पहिरन र समृद्ध गहनाहरूमा प्रस्तुत गरिन्छ। र आजभोलि मारुनी नृत्य देउसी र भैलो र कुनै रमाइलो उत्सवमा नाचिने गर्दछन्। मारुनी नृत्य नाच्नु अघि भेला गरिएको बाजाहरू, मादल, बाँसुरी आदिलाई पूजा गरिन्छ, जसलाई सरस्वती जगाउने भनिन्छ। र हाल आएर यो नृत्य सबै जातिहरू नाचेको पाइन्छ। यो नृत्य गर्दा भुइँसुरी नमस्ते गरी फरिया, चोली र गरगहनासँग मादलले बजाएको समाला तालमा मारुनी झुम्दै घुम्दै नाच्ने गर्दछन्। हजुर स्वीकार्नुहोस् मारुनी नृत्य।